Dear friends, welcome to all. ल आजदेखि 1 करोडको ढुकुटी सुरु भयो ल सबै विश्वास पात्र मात्र भएकोले सुरु गरेको सबैजना कसरी खेल्ने किस्ता कसरी तिर्ने भन्ने बारे मैले तपाईहरुलाई अघि सबै नियम बताइसके खोला अनि पहिलो किस्ता खाएर मान्छे पैसा नतिरिकन टाप कसो भने चाहिँ के गर्ने किन तपाई भाग्ने सुरु गरेको छोरीका इट्सको के वास्तवमा तपाईहरु सबैजना आफ्नो मान्छे भएकोले सबैजना विश्वास पात्र मात्र भएकोले खेलाएको का तपाईहरु थुक्काउनुस् त्यसैले के भयो भने मैले खेलाएको म भए जिम्मा भयो ल का जिल्ला तपाईहरुले सबैले पहिलो किस्ता ल्याउनु भएको छ हैन गुड अब एउटा मान्छे आउनु बाँकी छ ल को थाहा छ शिवला त्वागेन्द्र त्यो त्वागेन्द्रलाई मैले यहाँ कसरी ल्याएर थाहा छ त्वागेन्द्र के ढुकुटी खेल्ने सिंगल खेल्ने ल्याऊ कुस्ती भनेको हैन ढुकुटी मुसुला झ्याप भइरहेको मैले त खेल्ला मात्रै सुनेछु तिमी त डलर बाटेर हिँड्ने मान्छे त्यसैले हामी पनि विश्वासिलो मान्छे मिलेर 1 करोडको ढुकुटी खेल्न लागेको छुसु हो त्यसैले कौन बनेर करोडपति भन्नु नि त के ढुकुटी भनेर ढुकुटी हो ढुकुटी नेपालमा कति हिट छ आजकल ढुकुटी मुसुला तिमीसँग पैसा पनि छ जान खाए पनि तिमी इमानदार पनि छ त्यसैले ल ढुकुटी खेला हो तवा म्यारेज स्यारेज खेलाउनु मैले खेल्छ यो ढुकुटी त खेल्दैन रेस्टुरेन्टमा खेल्ने हो जान पनि फ्री डको फ्री काबो जान पनि खोल्छ त्यसमा खेल्यो ल हाजिर भाइ नमस्कार रे सबैजनालाई बार कहाँ छ बार अब बैठ्छन् बार के भयो त ल ढुकुटी खेल्ने भने त तास हो नि तास ढुकुटी भनेको तास होइन फरक छ के नेता ठिक हो त कसरी सम्झाउने यसलाई काकीमन्त्रीलाई म भन्छु नि त तिमीले भन्नै पर्दैन हेरे मात्रै पुग्छ दीपक एउटा कुरा भनौ प्लिज तिमीले एक साथ 90 लाख रुपैयाँ पायो भने के गर्छौ 90 लाख रुपैयाँ पायो भने गन्छु भन न प्लिज पहिला त म त्यो 90 लाख सक्कली हो कि नक्कली हो कन्फर्म गर्छु यदि नक्कली रहेछ भन्ने कन्फर्म भयो भने ए भाइ यो कसको हो मैले पैसा भेटे भनेर कराउँछु हे अब मान तिमीसँग 90 लाख रुपैयाँ एक मुष्ट बोल हेर तिमी ठिक्क मात्र सपना देख क्या जुन देशमा बसिरहेको छौ त्यो देश अनुसारको ठिक्क सपना देख जुन देशमा धारा खोल्दाखेरि पानी आउँदैन स्विच थिच्दाखेरि बत्ती बल्दैन त्यो देशमा 90 लाख रुपैयाँ त्यसै आउँछ भनेर पत्याउँछु म हे ठट्टा नगर न मैले 1 करोडको ढुकुटी खेलेको छु हामी लास्टमा खाने एक मुष्ट 90 लाख पर्छ अनि राम्रो काममा लगानी गर्ने ए ढुकुटी हजुरलाई आजकल यस्तो चस्का पो लागेको छ अनि त्यो ढुकुटीको किस्ता तिर्न सकेन भने के हुन्छ थाहा छ मैले पहिलो किस्ता त तिरेर आइसके अनि हेर 5-6 ठाउँमा ढुकुटी खेल्ने अनि आफ्नो ढुकुटी बलियो बनाउने यहाँ खायो त्यहाँ तिर्यो त्यहाँ खायो यहाँ तिर्यो अनि एक मुष्ट त्यत्रो रकम एउटा राम्रो काममा लगानी गर्ने ठिक छ यसो गरौँ तिमीले 90 लाखको भन्यौ म 90 करोडको भन्छु 90 करोड आउने तरिका भनौँ म भन त ओके 90 करोड आउँछ बुझ्यौ कसरी अब तिमी ठ्याक्क सुत सपना देख
के भयो ज्वाइँ? तिम्रो बुझ्ने खोइ के भन्नु र ज्वाइँ? बुइनी त आज त्यो को मान्छेसँग कुटी खेल्न गए अरे। कुटी होइन ढुकुटी हो। ढुकुटी खेल्न गए मान्छे। त्यो ढुकुटी खोल्न चाहिँ कति बेर लाग्यो त? त्यो संविधान सभाको म्याद थप्ला जस्तो भयो यति रातिसम्म। ज्वाइँ त्यो ढुकुटी खोल्ने ठाउँमा के हुन्छ? खोइ के हुन्छ मलाई पनि थाहा छैन। एकदमै रमाइलो भइरहेछ है दिपाजी। हजुर के सब्जी? तपाईँको लागि एक गिलास मगाऊ? पर्दैन, आज म मातिसकेँ। के सब्जी? आज तपाईँले त्यत्रो ढुकुटी खानुभयो, बापरे त्यत्रो पैसा के गर्नुहुन्छ कि हामीलाई दिनुहोस्? भन्नुहोस् न मात्रै, सबै दिन्छु। वास्तवमा म धेरै ठाउँमा ढुकुटी खेल्छु क्या दिपाजी। कुनै ठाउँमा 50 लाखको, कुनै ठाउँमा 1 करोडको, कुनै ठाउँमा 20 लाखको है। अब यो ढुकुटी खेल्दा मैले धेरै ठुल्ठुलो काम पनि गरिसकेको छु। बधाई छ तपाईँलाई के सब्जी? भाइ तपाईँको नाम के हो? कविता। वाह, लक्ष्मी प्रसाद देवकोटाको कविता भन्दा नि राम्रो। तपाईँको घर चाहिँ कहाँनिर? कुलेश्वर। वाह, क्या मिला? तपाईँ कुलेश्वर म भानेश्वर, यो स्वर मिलाउने हो त? कस्तो लाग्यो के सब्जी? हजुर म पुगिसकेको थियो क्या, बेकारमा थप्न लगाएर कस्तो लाग्यो। कहिले काहीँ त हो नि दिपाजी, सधैँ होइन। त्यो त हो। ल स्लो ड्राइभ है। ओके बाई, गुड नाइट। दिपा एकदमै लाग्यो। हो तिमीलाई लाग्यो, तर के लाग्यो मलाई थाहा छैन। के भने तिमीले? सरी ल। You are so sweet. कस्तो होला फोन बजिरहेछ, उठाऊ। यति राति कसको फोन आउँछ? दिपाजी, म बाटोमा जाँदै थिएँ, एउटा कविता याद आयो। रमा भन्दा रमिता राम्री, सीता भन्दा भिरकुटी, मैले खेलेको पैसाको होइन मायाको हो ढुकुटी।